Hello friends, welcome back to my another vlog and I hope you all are fine in your own house and today I'm here to explore this new Karnali Tiger र तपाईले हेर्न सक्नुहुन्छ एकदम ब्रान्ड न्यू बस हो यो धेरै पनि भएको छैन जम्मा जम्मी एक हप्ता आदि भएको छ यो बस चाहिँ लन्च भएको यो बस चाहिँ सुर्खेतकै पहिलो डबल स्लिपर बस हो डबल स्लिपर भन्नाले यहाँ एउटा स्लिपर छ तपाईले देख्न सक्नुहुन्छ स्लिपर पनि एकदम ठुलो छ अहिले म देखाउँछु तपाईलाई सुतेर पनि कस्तो हुने रहेछ हैन र यहाँ पछाडी पनि तपाईले देख्न सक्नुहुन्छ पछाडी पनि स्लिपर छ र पछाडीबाट तपाईले हेर्नुभयो भने बस यस्तो टाइपको देखिन्छ एकदमै ब्रान्ड न्यू बस हो यो धेरै पनि भएको छैन एकदम क्लीन छ र लेग स्पेस पनि एकदम राम्रो जस्तो लागिरहेको छ मलाई एकचोटी म तपाईलाई लेग स्पेस देखाउँछु गाडीको र तपाई बस्नुभयो भने सिटमा चाहिँ एकदमै राम्रो तपाईलाई फिल आउनेछ ओ हो वाओ दिस इज सो कम्फर्टेबल ओ माय गॉड र तपाई लेग स्पेस हेर्नु भने म 6 फिटको छु म तपाईलाई देखाउँछु लेग स्पेस कस्तो छ हैन लेग स्पेस देख्न सक्नुहुन्छ तपाईले अब अगाडिकोटी सुताएपछि कस्तो हुन्छ के हुन्छ म सबै सुताएर पनि देखाउँछु तपाईले हेर्न सक्नुहुन्छ चार्जिङको लागि चाहिँ सर्ट सकेट छ राम्रो कम्बिनेसन तपाईले सिटको कम्बिनेसन हेर्नु भने एकदम राम्रो देखिन्छ एकदम ब्रान्ड न्यू बस हो र यहाँ पकेटहरु पनि छ यो सायद बोतलहरु हाल्नको लागि होला कुनै फोनहरु हाल्नको लागि बोतलहरु हाल्नको लागि चाहिँ यहाँ आफ्नो सामानहरु एकदम ब्रान्ड न्यू भएको कारणले गर्दा फेरि चाहिँ यहाँ के कस्तो तपाईको छ नि यहाँ पानीको बोतलहरु यहाँ पनि हाल्न मिल्छ सानो सानो कोकहरु र एकचोटी चाहिँ हामीहरुले चाहिँ यसलाई ढल्काउँ है त कसरी ढल्किन्छ यो साइडबाट ढल्किन्छ जस्तो लाग्छ मलाई ओहो हो क्या मजा आउने रहेछ मजा छ मजा एकदम राम्रो लेग स्पेस चाहिँ राम्रो छ एकचोटी सुताएर अगाडिको पनि सुताएर एकचोटी हेर्नु पर्यो लेग स्पेस कस्तो छ भन्ने है त र तपाईले देख्न सक्नुहुन्छ सुताउँदा पनि म 6 फिटको मान्छेहरुलाई अगाडि ठोकिने गुडा ठोकिने कुनै समस्या छैन एकदम नीट एन्ड क्लीन टाइपको छ तपाईले चाहिँ देख्न सक्नुहुन्छ सुताको यो चाहिँ नसुताको यो चाहिँ सुताको र तपाईले स्लिपरमा एकदमै राम्रो तरिकाले एकदम मजाले खुट्टा फालेर सुत्न सक्नुहुन्छ म 6 फिटको छु मेरो हाइट 6 फिटको छ 6 फिटको हाइट हुँदा पनि एकदमै राम्रोसँग क्लीन तरिकाले चाहिँ बस्न मिल्छ कुनै पनि केही समस्या छैन पानीको बोतल राख्न मिल्छ समात्न मिल्छ एकदम लग्जरी चाहिँ लग्जरी छ है सीट चाहिँ जुन अरु बसहरुमा चाहिँ पछि बनाएको छ सोफा सीट यो चाहिँ ब्रान्ड न्यू सुरुमै बनेर आएको सोफा सीट हो त्यसकारणले गर्दाखेरि लेग स्पेसमा चाहिँ कुनै पनि कम्प्रोमाइज छैन र यसरी तपाईले हेर्नुभयो भने सी हात राख्नेको लागि पनि एकदमै सफ्ट कुसन दिएको छ एकदम त्यसमा चाहिँ सन्दर्य झड्कने अथवा बाटो त्यस्तो हुँदा पनि तपाईलाई कुनै पनि समस्या हुँदैन एकदम नीट एन्ड क्लीन छ र माथि जानको लागि चाहिँ यो दिएको छ भर्याङ दिएको छ हेरौँ कतिको तरिकाले हामी माथि जान सक्छौं कति सजिलो तरिकाले माथि जान सक्छौं एकचोटी हेरौँ है त र तपाईले देख्न सक्नुहुन्छ यो चाहिँ माथि जानको लागि हो कतिको सजिलो तरिकाले गइन्छ भन्ने यो चाहिँ हामीहरुको जुत्ता चप्पल राख्नको लागि चाहिँ मेबी त्यहाँ हामीहरुको छ प्वाइन्ट हामीहरुले राख्न सक्नुहुन्छ र तपाईले हेर्न सक्नुहुन्छ म यति मोटो मान्छे पनि कसरी म जान सक्छु अगाडि भनेर र सजिलै तपाईहरु चाहिँ आफ्नो सिटमा चाहिँ यसरी आउन सक्नुहुन्छ ल यहाँ पनि तपाईले हेर्नु भनेसी चार्जिङ सकेटहरु पनि छ हैन एसी को ब्लोअर पनि छ तपाईले जतासुकै लगाउन मन लाग्छ त्यतै लगाउन मिल्छ पानी राख्नको लागि दुईटा बोतल होल्डर पनि छ र यहाँ पर्सनल लाइट पनि छ र यो स्लिपरमा तपाईले हेर्नुभयो भने चाहिँ यहाँनिर दुईटा कुसन दिएको छ दुई जनाको लागि हो यो चाहिँ र यहाँ चाहिँ सानो झ्याल पनि दिएको छ र एउटा फ्यान पनि दिएको छ मान्छेहरु त लागिसक्नु भएको छ बस्नको लागि भनेर पछाडीको चाहिँ छुट्टै छ अगाडिको छुट्टै छ तर सेम एउटै अगाडि पछाडी एउटै टाइपको छ र तपाईले म सुतेर पनि देखाउँछु कस्तो टाइपकोले यहाँ के हुन्छ दुई जना अट्छ कि अट्दैन म जस्तो मान्छेहरु अट्न मिल्छ कि मिल्दैन भनेर चाहिँ त र तपाईले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ एसी पनि चलिसकेको छ हावा सुन्न सक्नुहुन्छ हजुरले एकदम मजाको एसी छ 6 फिटको मान्छे पनि यहाँ मजाले अट्छ तपाईले मजाले सुति जान मिल्छ र यता पनि अर्को मान्छे पनि अट्छ म यति मोटो म लगभग 100 केजी को मान्छे पनि गर्दा पनि यतापट्टि अर्को मान्छे पनि मजाले सुतेर जान मिल्छ कर्टेन्सहरु लगाउन मिल्छ तपाईहरुले यसरी राति खोलेर यताबाट पनि हावा आउन मिल्छ मजाले यताबाट पनि मिल्छ तपाईले अघि नै भने जस्तै मैले ठ्याक्कै यहाँ पनि फ्यान छ यता बत्ती पनि छ हैन एकदमै लग्जरी चाहिँ लग्जरी छ अलिकति म हाइट ठुलो भएको कारणले गर्दा यहाँ अलिकति बस्न मिल्दैन तर 5'6" जस्तो मान्छेहरु चाहिँ मजाले बसेरै जान पनि मिल्छ र तपाईले हेर्न सक्नुहुन्छ फ्यान पनि यहाँ चलिसकेको छ फ्यान पनि चलिसकेको छ माथि मजाले यसमा पनि डबल स्लिपर अगाडि पनि स्लिपर छ पछाडी पनि स्लिपर छ सेम सबै सिटमा यस्तै छ मजाले कुसनिङ पनि राम्रो छ बसेर पनि जान सक्नुहुन्छ हजुरहरु मेरो हाइट चाहिँ 6 फिट भएको कारणले गर्दा मात्र अलिकति बस्न नमिलेको हो
6 फिटभन्दा तल छ भने चाहिँ मजाले बसेर जान मिल्छ। अब कतिको उफार चाहिँ के गर्छ भन्ने कुरा चाहिँ तपाईँले एक्सपिरियन्स गर्नु होला। मलाई चाहिँ एकदम नउफारे जस्तो फिल भयो, किन म अघि नै बसेर पनि आएको थिएँ र राम्रो सफा छ, मजाले सुतेर जान मिल्छ। ल, आइएम जस्ट क्लियरिङ विथ द्याट आइएम नट ट्राभलिङ इन दिस बस टुडे, र छिटै यो बसमा ट्राभल गर्न चाहन्छु। तपाईँले पनि कतिले चाहनुहुन्छ यो बसमा ट्राभल गरेर यहाँदेखि उतासम्मको एक्सपिरियन्स के कस्तो हुन्छ भनेर चाहिँ बुझ्न चाहनुहुन्छ भने चाहिँ लेट्स कमेन्ट डाउन। म तपाईँले छिटै नै भिडियो ल्याउने पनि ट्राई गर्छु। र एकदमै तपाईँले हेर्न सक्नु एकदमै ओपन इन्भाइरोमेन्टमा बनेको छ, वेल मेन्टेन्ड छ होइन। तपाईँले त्यो घुटन हुने अथवा भोमिटिङ हुने त्यस्तो समस्याहरू चाहिँ कमै हुनसक्छ। अरूभन्दा कोची टाइपको भन्दा पनि एकदमै वाइड स्पेस खालको छ। र तपाईँहरूको हेर्न सक्नुहुन्छ विन्डो पनि ओपनेबल छ। र तपाईँले हेर्नुभयो भने चाहिँ यो बसमा चाहिँ एकदमै सरसफाइहरूदेखि लिएर हरेक चिज छ। तपाईँको सामानहरू पनि एकदमै सफाइको लागि चाहिँ यसको तपाईँले त्यो हेर्नुभयो भने चाहिँ राम्रो फिनिसिङ छ। कपडा टाइपको हो कि जस्तो लाग्थ्यो, तर होइन रहेछ। एकदमै राम्रो सबै सामानहरू राख्न सक्नुहुन्छ। स्पिकरहरू पनि एकदम राम्रो छ। र तपाईँले अगाडि हेर्नुभयो भने चाहिँ तपाईँले ठुलो स्क्रिनमा टिभी पनि देख्नुहुन्छ। टिभी भयो भने चाहिँ तपाईँको आरामदायी यात्रा सँगसँगै इन्टरनेट पनि हुन्छ। र तपाईँले चाहिँ बस्नु हेर्न सक्नुहुन्छ। तपाईँले द कर्णाली टाइगर एसी भनेर तपाईँले यहाँ वेलकम पनि गरिरहेको छ। नम्बर पनि तपाईँले हेर्न सक्नुहुन्छ। र इनकेस तपाईँहरूले अगाडि हेरेर जान मन लाग्छ म जस्तै भनेपछि तपाईँले मजाले यहाँ फ्रन्ट रोको सिट तपाईँले लिन सक्नुहुन्छ। यहाँ फ्रन्ट रोको सिटमा चाहिँ पनि तपाईँको स्पेस चाहिँ एकदम राम्रो छ है। मजाले राम्रो खुट्टा राखेर अगाडि हेरेर एकदम टिभी हेरेर जस्तै, फिल्म हेरेर जस्तै हुन्छ। अगाडि हेरेर पनि जान मिल्ने छ। अरू जस्तो चाहिँ पर्दा लगाइदिएको चाहिँ छैन। र तपाईँले टिभी पनि मजाले हेर्न सक्नुहुन्छ, यहीँबाट पनि राम्रो आउँछ। र तपाईँको माथि पनि स्पिकर छ, एकदम राम्रो स्पेस छ, राम्रो छ, सबै चिज राम्रो छ। र तपाईँले हेर्नुभयो भने यहाँ एउटा स्पेसल सिट पनि रहेछ। यदि तपाईँलाई एक्लै जान मन लागेको छ अथवा सिङ्गल हुनुहुन्छ भने एउटा स्पेसल सिटमा पनि तपाईँ बसेर आउन मिल्छ। र त्यसपछि चाहिँ यहाँदेखि चाहिँ 2x2 कम्बिनेसनको सिट छ। तपाईँले हेर्न सक्नुहुन्छ 2x2 कम्बिनेसनको सिट। र यहाँ चाहिँ तपाईँले सिट ए सिट बी गरेर पाउनुहुन्छ। एसी कुलर सबै छ, राम्रो छ एकदमै। र तपाईँले हेर्न सक्नुहुन्छ यो चाहिँ अशोक लेल्यान्डको बस हो, ब्रान्ड न्यू बस हो। यसमा चाहिँ हरेक चिजहरू चाहिँ हुन्छ। यो चाहिँ क्याबिन हो, एकदम ठुलो छ यसको। त्यो पनि अशोक लेल्यान्डको हरेक चिजहरू चाहिँ हामीले यहीँबाट कन्ट्रोल गर्न मिल्छ। एकदम ठुलो सिसा छ। यताबाट तपाईँले हेर्नुभयो भने चाहिँ सिसाहरू पनि मजाले अगाडि पनि देखिन्छ, साइडमा पनि देखिन्छ। तपाईँले यताबाट हेर्नुभयो भने चाहिँ त्यहाँदेखि पछाडि मजाले देखिन्छ, सबै चिजहरू देखिन्छ। चलाउन पनि एकदमै कम्फर्टेबल गाडी रहेछ हैन। म यहाँ ड्राइभिङ सिटमा पनि बसिरहेको छु। र यो पनि एकदम स्पेस राम्रो। माथितिर खलासीहरू सुत्ने अथवा हाम्रो को प्यासेन्जरहरू सुत्ने हुनुहुन्छ कोही भनेपछि। र तपाईँले हेर्न सक्नुहुन्छ म चाहिँ यहाँ अहिले बसिरहेको छु। तपाईँले ड्राइभरको कम्फर्टको लागि पनि यो बस होइन, एकदम कम्फर्टेबल सिट तरिकाले चाहिँ हेर्न सक्नुहुन्छ। सिट तलमाथि हुने रहेछ क्या, त्यो भल्भो जस्तो, भल्भोवाला जस्तो। हेर्न सक्नुहुन्छ अशोक लेल्यान्डको बस हो, राम्रो ठुलो छ एकदमै। त्यो हुन्छ नि स्पेस एकदमै छ। यता अगाडिबाट तपाईँले विन्डसिल्ड हेर्नुभयो भने एकदमै ठुलो विन्डसिल्ड छ। स्पेसहरू एकदमै राम्रो भएको कारणले गर्दाखेरि ड्राइभर कम्फर्टेबल पनि एकदम राम्रो भएको कारणले हेर्नु न सिट तलमाथि गर्न मिल्दो रहेछ। प्यासेन्जरलाई त सुख सुविधा छँदैछ, प्यासेन्जर सँगसँगै ड्राइभरलाई पनि यहाँ एकदमै सुविधाको लागि व्यवस्था गरिएको छ। गियर बक्स हेर्न सक्नुहुन्छ तपाईँले 1 2 3 4 5 6 वटा गियर छ। र रिभर्स गियर अगाडिपट्टि उतापट्टि गरेर गर्नुपर्ने छ। एकदमै राम्रो विन्डसिल्ड यहाँनिर पछाडि ब्याक क्यामेराको लागि पनि तपाईँको ब्याक गर्नु भनेपछि पछाडि क्यामेरा पनि छ। सर नमस्ते। नमस्ते। हजुरको परिचय पाउन सर। म दिपेन सिंह ठकुरी, म सिद्धा पाइला यातायात सेवा प्रणाली सुर्खेतको अध्यक्ष। हजुरले यो कर्णाली टाइगर बस भित्राउने बेलामा हजुरले के सोचेर भित्राउनु भयो सर? हाम्रो यस प्रणालीले
यो पछिल्लो चेन्जिङ जेनेरेसन, अब यो समयको माग, अब प्यासेन्जरहरूले पनि अब दिनानुदिन अब फेसिलिटेड बसहरू जस्तो नेपालगञ्जतिर भित्रिरहेको, काठमाडौँ पूर्वतिर नयाँ नयाँ बसहरू दिनानुदिन भित्रिरहेको अवस्थालाई हामीले मध्यनजर गरेर हामीले आफ्नो कर्णाली प्रदेशमा पनि सेम अन्य प्रदेशहरूको जस्तै लग्जरियस बसहरू यात्रुहरूलाई एकदम उच्च स्तरीय सेवा सुविधा दिने उद्देश्य राखेर यस कर्णाली टाइगर नामक बस हामीले त्यो पनि डबल स्लिपर क्लासमा यसरी भित्राएको हाम्रो यो प्रणालीको एउटा योजना हामीले लामो योजना गरेर यसरी भित्राएको। यो बस चाहिँ काठमाडौँबाट सुर्खेत र सुर्खेतदेखि काठमाडौँ गर्दाखेरि चाहिँ समय के कस्तो छ सर? यो बस सुर्खेतबाट काठमाडौँ यहाँदेखि प्रधान कार्यालयबाट 4:30 मा छुट्छ र काठमाडौँबाट पनि हाम्रो शाखा काउन्टर छ गोङ्गाबु बस पार्कमा 34 नम्बर काउन्टर र सुर्खेतमा 9 नम्बर काउन्टर छ हाम्रो सिधा पाइला यातायातको। हाम्रो यहाँबाट पनि 4:30 मा छुट्छ हरेक दिन। अनि यो बस चाहिँ सर कति जति पर्यो होला सर यो अन रोड प्राइस? यो बसको लागत अलि बढी छ अरू बसको तुलनामा, किनभने यो बस आफैमा पनि यो BS3 डबल सस्पेन्सन, जुन अगाडि पनि सस्पेन्सन भएको पछाडि पनि सस्पेन्सन भएको, यात्रुहरूलाई नझ्याकोस् पहिलाको जस्तो पट्टावाला गाडीहरूको जस्तो यो बसले अब यात्रुहरूलाई अलिकति बढी आरामदायी होस् भन्ने हेतुले डबल सस्पेन्सन भएको प्लस डबल स्लिपर। यो बिचमा पनि यो नर्मल्ली पछाडि अन्तिममा स्लिपर हुन्छ, त्यहाँनिर पछाडिको भाग अलिकति अगाडिभन्दा अलिकति बढी जम्पिङ हुन्छ, जम्पिङमा उफ्रिन्छ। तर यो बसमा बिचमा पनि स्लिपर भएको हुनाले यसमा कुनै त्यस्तो स्लिपरमा सुतेको स्लिपरमा त्यस्तो त्यो अनकम्फर्ट भएको फिलै हुँदैन यो बस त्यस्तो खालको। र यसको प्राइस चाहिँ अहिले अलिकति महँगो छ, यो समथिङ 1,25,00,000 देखि 30,00,000 यो मार्केटमा आएको छ यो बस। यो बसमा के कस्तो सुविधा छ सर? यो बसमा हजुरको 2x2 फोल्डिङ सोफा सिट, अब हरेक चार्जर, AC, उच्च स्तरीय खालको टिभी, अनि त्यसपछि यसमा मेन गरेर हजुरको डबल सस्पेन्सन फेसिलिटी छ र डबल स्लिपर। यो बिचमा पनि स्लिपर पछाडि पनि स्लिपर भएको, वाइफाई, CC क्यामेरा, GPS, प्यासेन्जरले अनलाइन टिकटिङ काट्न मिल्छ र GPSमा आफूले ट्राभल गर्ने प्यासेन्जरले अथवा आफ्नो घरमा भएको प्यासेन्जरको आफन्त मान्छेहरूले GPS ट्र्याक गरेर मेरो मान्छे कहाँ पुग्नु भएको छ भनेर लाइभ ट्र्याकिङ गर्ने सुविधा पनि यस बसमा छ।